नमस्कार साथीहरु, आजको भिडियोमा हामी कुरा गर्दै छौं आजदेखि खुलेको नयाँ आईपीओ याम्बालिङ हाइड्रो पावर लिमिटेडको बारेमा। यो आईपीओ कसले भर्न मिल्छ, कति कितासम्म आवेदन दिन पाइन्छ, कहिलेसम्म भर्न सकिन्छ र कसरी आवेदन दिने भन्ने सबै महत्त्वपूर्ण जानकारी आजको यस भिडियोमा जानकारी दिनेछौं। आजदेखि याम्बालिङ हाइड्रो पावर लिमिटेडको आईपीओ निष्कासन खुलेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी 70 करोड रुपैयाँको 40% अर्थात 28 करोड रुपैयाँ बराबरको 28 लाख किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 7 करोड रुपैयाँ बराबरको प्रति शेयर 100 रुपैयाँका दरले 7 लाख किता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। यसमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर 1 देखि 7 सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसका साथै सर्वसाधारणका लागि छुट्याइएको शेयर मध्ये 10% अर्थात 2,10,000 किता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि पनि खुला गरिएको छ। यस आईपीओमा न्यूनतम 10 कितादेखि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा 7,000 कितासम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले अधिकतममा 21,000 कितासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आवेदन छिटोमा चैत्र 22 गतेसम्म खुला रहनेछ भने ढिलोमा वैशाख 7 गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत्र 11 गते र ढिलोमा चैत्र 22 गतेसम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई BB- इस्योर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरिरहेको 7.27 मेगावाट क्षमताको याम्बालिङ खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत 1 अर्ब 87 करोड 11 लाख रुपैयाँ रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 10.76 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 19.27 वर्ष रहेको छ। यस आईपीओ को बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै आसबा प्रणाली वा मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यदि तपाईले आईपीओ, शेयर बजार र नयाँ लगानी अवसरहरूको अपडेट चाहिन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब, भिडियो लाइक र शेयर गर्न नबिर्सनुहोस्।